म चाहिँ अब यसो घुम्नु जानुलाई निस्केको गाइस। म पुगेपछि देखाउँछु तपाईँहरूलाई। ल बाई बाई। यो नेपालबाट बोर्डरबाट यताबाट हामी चाहिँ दार्जिलिङ निस्केको हो। जाँदैछु पशुपति बोर्डरबाट दार्जिलिङ जाँदैछु गाइस। दार्जिलिङ गएपछि देखाउँछु तपाईँहरूलाई। जाँदैछु साथमा यो पनि छ यी बोर्डर। कस्तो प्यासो लागेको यहाँबाट मजा हुन्छ। गाइस चोर बजारको चारानी चोक अरे कस्तो रहेछ। दार्जिलिङको एकदम भ्यू पोइन्ट चोर बजारको चारानी चोक अरे कस्तो रहेछ। पुरा ठन्डा छ। यस्तो छ। यस्तो छ दार्जिलिङको भ्यूज हेर्नुहोस् है साथीहरू। म चाहिँ यो के हो कहिले किन्दिनँ। म त चिनी पनि यहीँ किन भनेर भन्छु क्या। होइन नि कहाँ उहाँ 100 रुपियाँ किलो छ, कहाँ यहाँ 42 रुपियाँ किलो। गाइस दार्जिलिङ घुरेर कस्तो लाग्यो? दामी 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 एकदम। आज हाम्रो कति दिनको टुर? 3 दिनको नि। 3 दिनको टुर खत्तम भएर आज हामी रिटर्न जाँदैछु दार्जिलिङबाट गाइस। बाई।